साथीहरु सबैलाई नमस्कार। म आज विशेष कुरा गर्न गइरहेको छु। अहिले नेपालमा जेनजी आन्दोलनमा देखिएका जेनजीका लिडरहरु जति पनि छन्, यिनीहरु सबै जेनजी जुन रियल जेनजी छन्, उनीहरुको माग विरुद्ध, उनीहरुको आवाज विरुद्ध नै काम गरिरहेका छन् जस्तो लाग्छ मलाई, हैन? तपाईहरुलाई कस्तो लाग्छ आफ्नो अनुभव भन्नु होला। र मैले देखेको जेनजीहरु जति छन्, मृतक परिवारका मान्छेहरु जो मरे, उनीहरुको इच्छा के थियो, हैन? उनीहरुले के सोचेर आएका थिए आन्दोलनमा भन्ने कुरा चाहिँ स्पष्ट रूपमा भएको छैन अहिलेसम्म। तर मलाई लाग्छ ती सबै जेनजीहरु जति पनि अहिले छन्, जति पनि देखिएका छन्, जति पनि थिए रियल जेनजीहरु जुन पार्टीदेखि बाहिकका छन्, पार्टीका भएका त अब कोही कांग्रेसका, कोही एमालेका, कोही माओवादीका, कोही रासपाका छँदै छन् जेनजी, हैन? तर जुन रियल जेनजी छन् तिनीहरु भनेको राजाकै पक्षमा छन् मैले देखे अनुसार। किनभने राजा हुँदा मात्रै जेनजीको माग पूरा हुन्छ, राजा नहुने हो भने जेनजीको माग पूरा हुँदैन भन्ने कुरो चाहिँ अब स्पष्ट भइसक्यो। किनभने यिनीहरु चाहिँ अटोमेटिकली रूपमा के गर्दा रहेछन् भने जब माथि पुग्छन्, माथि पुगिसकेपछि उनीहरुको आवाज फेरिँदो रहेछ, उनीहरुको उठबस फेरिँदो रहेछ, हरेक कुराहरु फेरिँदो रहेछ। तर राजा भनेको रियल जनतालाई चाहने मान्छे हुन् र रियल राष्ट्रभक्त हुन्। यदि राजालाई हामीले राख्न सकियो भने हामीलाई जस्तो हिजो राष्ट्रपति प्रधानमन्त्रीदेखि लिएर सबै देश छोडेर भाग्न खोजेका थिए, यो सेनाले लगेर राखो अलग कुरा हो। यदि सेनाले छोडिदिएको थियो, तिमीहरु जाओ जहाँसुकै जान्छौ भनेर छोडिदिएको थियो, या सेनाले स्कटिङ गर्न सकेको थिएन र उनीहरु अन्त जान्थे भने उनीहरु भागिसक्थे। तर इन्डियाले पनि त्यतिखेर कडाई गरेको थियो, इन्डियाले पनि जान दिएको थिएन। त्यही भएर मलाई लाग्छ यी जति पनि राजनीतिक दल, यी कुनै पनि पार्टी, यस्ता पार्टीहरुले हामी जनताको मनसाय अनुसार काम गर्छन् जस्तो मलाई लाग्दैन। किनभने जनताको पक्षमा काम गर्थे भने आजसम्म राजालाई नै मात्रै गाली गरेर बस्दैन थियो होला, पक्कै पनि केही न केही काम गर्थे देशको लागि। तर यिनीहरु त सबै भ्रष्टाचार गर्न, अर्कोचोटी चुनाव जित्नको लागि मात्रै पैसा जम्मा गर्ने, भ्रष्टाचार गर्ने। अब देखिहाल्नुभयो हिजो कांग्रेसको घरमा त्यत्रो पैसा जलेको, अनि प्रचण्डको घरमा सुरुङै सुरुङ थियो। त्यो त अब न्यूज च्यानलले देखेको छ। तर के भने त्यो त रियल भिडियो होइन, एआई ले बनाएको भन्यो। अब एआई ले बनाएकै भन्नु हो भने फेरि आफूले कुटाई खाएको चाहिँ फेरि होइन कुटेकै हो भनेर भन्छन्। के हो खास कुरो, हैन? अब यो सबै कुरामा मनन गरौँ, चिन्तन गरौँ र तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाव पनि दिनु होला। र तपाईहरुको इच्छा के छ, जति पनि जेनजी साथीभाइहरु देखि लिएर जति पनि नेपाली जनताहरु छन्, अब तपाईहरु सबैले कसलाई प्रोत्साहन गर्ने र कसलाई सपोर्ट गर्ने भनेर खुलेआम रूपमा लेखिदिनु होला। र जनताले पनि बुझ्छन् र अब हुने आन्दोलनलाई साथ दिने या नदिने भन्ने कुरो त तपाईहरु आफ्नै हातमा हुन्छ। अब के गर्नुहुन्छ त्यो आफ्नो ठाउँमा छ। तर मलाई चाहिँ लाग्छ राजा बिनाको देश नेपाल चाहिँ सम्भव छैन। किनभने ठुलठुला देश वरपर छन्, अब दुनिया घुसपेट भइराखेको छ, एनजीओ आईएनजीओ देखि लिएर दुनिया दिवाना चलिरहेका छन् नेपालमा। त्यो भएर हामी सबै एकजुट भएर के ठीक हो के बेठिक हो हामी आफैले निर्णय गर्नुपर्छ। यति भन्दै म मेरो दुई शब्द यही टुङ्ग्याउँछु। धन्यवाद। र मेरो च्यानललाई सब्स्क्राइब गरेर अगाडि बढ्नु होला। यस्तै भिडियोहरु ल्याउने छु।